नमस्कार साथीहरू। आज म तपाईँहरूलाई मोबाइलबाट पासपोर्टको प्री इनरोलमेन्ट फर्म कसरी भर्ने भन्ने कुराहरू सिकाउन गइरहेको छु। कृपया ध्यान दिएर हेर्नुहोला। पहिले हामी पासपोर्टको लागि एउटा कुनै पनि ब्राउजर खोल्ने। ब्राउजरमा ई पासपोर्ट भनेर हान्नुभयो भने ई पासपोर्ट नेपाल भनेर तपाईँले टाइप गर्नुभयो भने एउटा वेबसाइटको लिङ्क खुल्छ। यो पासपोर्ट प्री इनरोलमेन्ट नेपाल भन्ने, त्यसमा तपाईँले यसरी क्लिक गर्नुहोस्। यो क्लिक गरिसके पछाडि तपाईँको एउटा यस्तो इन्टरफेस खुल्छ। त्यसमा एप्लाई फर पासपोर्ट राजधानीका लागि आवेदन भन्ने ठाउँमा क्लिक गर्नुहोस्। त्यस पछाडि तपाईँको यहाँ 3-4वटा अप्सनहरू खुल्छन्। जस्तै पहिलो पटक राजधानी लिन, म्याद सकिएको राजधानी नवीकरण गर्न, हराएको वा चोरी भएको राजधानीको सट्टामा, बिग्रेको राजधानीको सट्टामा भनेर यसरी खुल्छ। यो खुलिसके पछाडि तपाईँले जस्तै म्याद सकिएको लागि हामीले म्याद सकिएकोमा क्लिक गर्ने। त्यस पछाडि यहाँ तपाईँले कति पेजको पासपोर्ट लिन चाहनुहुन्छ त्यो भन्ने कुरा खुल्छ। जस्तै अर्डिनरी 34 पेज, 34 पेजको र 66 पेजको। मैले अहिले तत्कालको लागि 34 पेजकोमा क्लिक गरेँ। प्रोसेस गर्नुहोस्। त्यहाँबाट माथिको विवरण गोपनीयताको स्वीकृत भनेर यसलाई तपाईँले एग्री गर्नुपर्ने हुन्छ। यो भनेको चाहिँ नेपाली नागरिकले पासपोर्ट लिनका लागि स्वीकृत प्रदान गर्नुपर्ने अथवा दायराहरू प्रदान गर्नलाई स्वीकृत गर्नुपर्ने हुन्छ। त्यसैले यसमा आइएम एग्री स्वीकृतमा क्लिक गर्नुहोस्। त्यस पछाडि यस्तो खालको एउटा इन्टरफेस खुल्छ। तपाईँ नेपालमा हुनुहुन्छ भने नेपालको कुनै पनि क्षेत्र अथवा कुनै पनि जिल्लालाई लिन सक्नुहुन्छ। अब नेपाल बाहिर हुनुहुन्छ भनेदेखि तपाईँले यो नेपाल लेखेको ठाउँमा अदरलाई क्लिक गर्ने। त्यस पछाडि तपाईँ कुन ठाउँमा हुनुहुन्छ अथवा कुन ठाउँमा हुनुहुन्छ त्यसलाई सेलेक्ट गर्ने। जस्तै म अहिले चाहिँ तत्काल दुबईमा छु, मैले दुबईलाई सेलेक्ट गरेँ। त्यस पछाडि यो नोभेम्बरको 13 र 14 तारिकको लागि एपोइन्टमेन्ट डेट खुलेको छ। अब यसमध्ये कुनै पनि एउटालाई लिनु पर्यो। जस्तै मैले चाहिँ अहिले तत्कालको लागि 14 तारिकलाई लिएँ। 14 तारिक 11 बजीको टाइमलाई लिएँ। ओके। त्यस पछाडि यहाँ तल एउटा क्याप्चा आउँछ। यो क्याप्चालाई तपाईँले त्यो तलको खाली ठाउँमा जस्ताको तस्तै भर्नु पर्यो। यति गरेर नेक्स्ट गरिसके पछाडि तपाईँको अर्को एउटा यस्तो इन्टरफेस खुल्छ। यो इन्टरफेसमा चाहिँ तपाईँले तपाईँको विवरणहरू भर्नुपर्छ। जस्तै तपाईँको लास्ट नेम, फर्स्ट नेम, तपाईँको जेन्डर, डेट अफ बर्थ। तपाईँको यो डेट अफ बर्थ एक्ज्याक्ट डेट अफ बर्थ भनेर भनेको छ। यो चाहिँ जस्तै कस्तो भने अङ्ग्रेजी तारिकमा कुनै कुनै महिनाको अथवा कुनै कुनै वर्ष चाहिँ नेपाली तारिक चाहिँ अङ्ग्रेजी तारिकमा हुँदैन। त्यस्तो कन्डिसनमा चाहिँ तपाईँले यसलाई नो गर्नुपर्ने हुन्छ र यहाँ नेपाली पनि टाइप गर्नुपर्ने हुन्छ। अनि तपाईँ बर्थ प्लेस कुन जिल्लामा जन्मिनु भयो, अब बर्थ कन्ट्री नेपाल भइगयो, नेसनालिटी नेपाली भइगयो। अब यहाँ अर्को ध्यान दिनुपर्ने कुरा भनेको चाहिँ जस्तै यो फादर्स नेम, लास्ट नेम र फर्स्ट नेम जहिले पनि पासपोर्टमा भर्दाखेरि चाहिँ लास्ट नेमलाई पहिले भर्नुपर्छ र फर्स्ट नेमलाई पछाडि भर्नुपर्छ। अब कसैको कन्डिसनमा चाहिँ यो फर्स्ट नेम दुईटा हुन्छ। जस्तै रामबहादुर हो भनेदेखि जस्तै यो फादर्स फर्स्ट नेममा चाहिँ तपाईँले रामबहादुर लाई टाइप गर्ने र लास्ट नेममा चाहिँ तपाईँको कास्ट अर्थात् तपाईँको थरलाई चाहिँ टाइप गर्नुपर्ने हुन्छ। यसलाई तपाईँहरूले एकचोटि यसरी सरसर्ती हेर्न सक्नुहुन्छ। जस्तै
अब यो दोस्रो सेक्सनमा चाहिँ तपाईँको सिटिजन इन्फर्मेसन अर्थात् नागरिकता सम्बन्धी जानकारी भनेर छ। यो नागरिकता सम्बन्धी जानकारीमा चाहिँ तपाईँको यो नेसनल आइडेन्टिटी नम्बर यो छैन भने म अर्को भिडियोमा तपाईँलाई यो नेसनल आइडेन्टिटी नम्बर कसरी पत्ता लगाउने भनेर तपाईँहरूलाई सिकाउने छु। यो छैन भने तपाईँले खाली छोडिदिँदा पनि हुन्छ। र अर्को भनेको जस्तै तपाईँको नागरिकता नम्बर, तपाईँको यहाँ नागरिकता नम्बर हाल्नु पर्यो। अनि तपाईँको नागरिकता जारी भएको मिति नेपाली मिति हाल्नु पर्यो। त्यो नागरिकताको पछाडिपट्टि लेखेको हुन्छ त्यो हाल्नु पर्यो हैन। यो जारी मिति हो। अनि कुन जिल्लाबाट नागरिकता लिनुभएको त्यो हाल्नु पर्यो हैन। अनि त्यहाँबाट जस्तै तपाईँले बाहिर अथवा कुनै पनि कन्ट्री, कुनै पनि अर्को बाहिरी देशबाट नागरिकता लिनुभएको छ भने चाहिँ यो सिटिजन प्लेस अफ इस्यु डिस्ट्रिक्ट भनेको ठाउँलाई छोडिदिएर चाहिँ यो सिटिजन प्लेस अफ इस्यु एब्रोड भन्ने ठाउँमा चाहिँ कुन देशबाट लिनुभएको हो त्यो हाल्नुपर्ने हुन्छ। अब त्यस पछाडि एप्लिकान्ट कन्ट्याक्ट नम्बर भनेर दिएको हुन्छ। यो तपाईँको कन्ट्याक्ट नम्बर हो। यसमा विशेष गरी तपाईँले नेपालमा चलाइरहने नम्बर अथवा नेपालमा तपाईँको पहुँचभित्रको नम्बर हाल्नुभयो भने चाहिँ तपाईँलाई सजिलो हुन्छ। किनभने पछि कहिलेकाहीँ हराइगयो पासपोर्ट भने पनि तपाईँले कन्ट्याक्ट मार्फत पत्ता लगाउन सक्नुहुन्छ। यो इमेल एड्रेसलाई त्यतिकै छोडिदिनु भयो भने पनि हुन्छ। यो मेन एड्रेस हाउस नम्बरलाई यो पनि त्यतिकै छोडिदिनु भयो भने पनि हुन्छ। यो भिलेजमा चाहिँ जस्तै तपाईँको गाउँको नाम हाल्नुपर्ने हुन्छ। अनि वार्ड नम्बर जस्तै तपाईँको वार्ड नम्बर कति हो त्यो हाल्नुपर्ने हुन्छ हैन। त्यहाँबाट अब यो मेन एड्रेस कन्ट्री नेपाल भइगयो। प्रोभिडेन्स भनेको तपाईँ कुन प्रदेशको हो। जस्तै म चाहिँ कोशी प्रदेशको हो हैन। कोशी प्रदेश हाल्नु पर्यो। अनि मेन डिस्ट्रिक्ट भनेको अब तपाईँको जन्म जिल्ला भइगयो त्यो कुन जिल्लाभित्र पर्छ भने। अनि नगरपालिका कुन हो, तपाईँको अहिलेको नयाँ संरचना अनुसार तपाईँको नगरपालिका कुन नगरपालिकाभित्र पर्नुहुन्छ त्यो हाल्नु पर्यो। अनि जस्तै कन्ट्याक्ट डिटेल्स इन केस अफ इमर्जेन्सी, जस्तै तपाईँको कुनै जरुरी पर्यो भने तपाईँको कन्ट्याक्ट डिटेल, जस्तै यदि तपाईँलाईदेखि बाहेक अरूलाई कसलाई कन्ट्याक्ट गर्न सकिन्छ भनेर हाल्नुपर्ने हो यसमा चाहिँ। जस्तै तपाईँले तपाईँको श्रीमती, बुबा, आमा जसैको पनि कन्ट्याक्ट नम्बर हाल्न सक्नुहुन्छ हैन। अब आफूसँग सबसे नजिकको मान्छे को छ उसको कन्ट्याक्ट नम्बर दिन सक्नुहुन्छ। जस्तै मैले चाहिँ मेरो वाइफको कन्ट्याक्ट नम्बर दिँदैछु हैन। अब यो हाउस नम्बर परेन, स्ट्रिट भ्युज आफ्नै एड्रेस भइगयो हैन। अनि वार्ड नम्बर पनि त्यही भयो। प्रोभिडेन्स भनेको अब तपाईँ कुन प्रोभिडेन्सको हो त्यही प्रोभिडेन्स टाइप गर्नु होला। डिस्ट्रिक्ट कुन हो तपाईँको आफ्नो डिस्ट्रिक्ट टाइप गर्नुहोस् हैन। अनि तपाईँको नगरपालिका कुन हो त्यो टाइप गर्नु होला। अनि फोन नम्बर, अब फोन नम्बर वाइफको छ भने छैन भनेदेखि तपाईँले तपाईँले हाल्नुभएको नम्बर दिँदा पनि भयो हैन। अनि यो इमेल एड्रेस नहाल्दा पनि भयो। अब यहाँ अर्को चाहिँ यो जस्तै यहाँनिर तपाईँले देख्नुहुन्छ डेट अफ इस्यु, पहिलेको पासपोर्टको डेट अफ इस्यु अथवा तपाईँले अहिले तत्कालै एक्सपायर हुन आँटेको पासपोर्टको डेट अफ इस्यु र डेट अफ एक्सपायर हाल्नुपर्ने हुन्छ हैन। अनि त्यहाँबाट तपाईँको प्लेस अफ एब्रोड कुन देशबाट, जस्तै कोही मान्छेले त बाहिरको एम्बेसीबाट पनि लिएको हुन्छ। मेरै कन्डिसनमा हो भने मेरो यो प्रिभियस पासपोर्ट चाहिँ मैले मलेसियन एम्बेसीबाट लिएको थिएँ, त्यस्तो हुन्छ हैन। त्यसको लागि चाहिँ तपाईँले यहाँ जस्तै डेट अफ इस्युमा तपाईँको पहिलेको पासपोर्टको डेट कहिले थियो, कहिले इस्यु भएको हो त्यो हाल्नुपर्ने हुन्छ हैन। अनि त्यहाँबाट मेरो चाहिँ अप्रिल 7 तारिक इस्यु भएको हो। अनि त्यहाँबाट प्लेस अफ इस्यु यो चाहिँ कहाँबाट भएको हो, तपाईँको प्लेस अफ इस्यु यो छैन भने तपाईँले यहाँबाट यो जस्तै प्लेस अफ इस्युमा तपाईँको एब्रोड यदि खुल्दैन भने तपाईँले
यहाँ काठमाडौँ हान्नु होला, DOA काठमाडौँ यो खोलेन भने। अनि यहाँ लेटेस्ट पासपोर्ट अर ट्राभल डकुमेन्ट नम्बर अर लेटेस्ट सिमन्स रेकर्ड नम्बर भनेर भनेको छ नि। जस्तै यहाँ लेटेस्ट ट्राभल डकुमेन्ट नम्बर भनेको चाहिँ तपाईँको अहिलेको तत्कालको भिसा नम्बर, तपाईँले जस्तै भिसा नम्बर हान्नुपर्ने हुन्छ यहाँ ट्राभल, अथवा तपाईँको अहिले तत्कालको पासपोर्ट नम्बर चाहिँ तपाईँको अहिले जुन एक्सपायर हुन आँटेको पासपोर्ट नम्बर चाहिँ त्यो हाल्नुपर्ने हुन्छ यहाँ तत्कालको लागि हैन। 076 04964 076 076 04964 यति गरेर नेक्स्ट गर्नु भइसके पछाडि चाहिँ तपाईको यसरी तपाईलाई यहाँ भित्र तपाईको डकुमेन्ट अपडेट गर्ने ठाउँ आउँछ। जस्तै तपाईले चाहिँ जीपीएनजी र पीएनजी मा अपलोड गर्नुपर्ने हुन्छ। अब यहाँ तपाईको के अपलोड गर्नुपर्ने हुन्छ भनेदेखि तपाईले यो यहाँ भए जति सबै अपलोड गर्नु पर्दैन। जस्तै तपाईले यहाँ सिटिजनको फ्रन्ट साइज अपलोड गर भनेर भनेको छ, तपाईले नागरिकताको अगाडिको अथवा पहिलो साइडलाई अपलोड गर्नुहोस्। यो नागरिकताको पहिलो साइड मैले अपलोड गरेँ, यसरी तपाईले पनि पहिलो साइड अपलोड गर्नुहोस्। त्यसपछि नागरिकताको पछाडिको साइट अपलोड गर्नुपर्छ भनेर भने हुन्छ, त्यो नागरिकताको पछाडिको साइट अपलोड गर्नुहोस्। यो नागरिकताको पछाडिको साइट यसरी अपलोड गर्नुहोस्। यो एकाडेमिक क्वालिफिकेसन, म्यारिज सर्टिफिकेट, यो नेसनल आइडी एन्ड अदर केही पनि चाहिँदैन। अब जस्तै यहाँ तल आएर चाहिँ प्रिभियस पासपोर्ट भनेको यो एक्सपायर हुन आँटेको पासपोर्टको अगाडिको र 1 र 3 नम्बर 2 र 3 नम्बर पेज अनि 31 नम्बर पेजलाई चाहिँ अपडेट गर्नुपर्ने हुन्छ तपाईले। त्यसलाई पनि तपाईले यसरी यहाँबाट जस्तै म अपडेट गर्दैछु है त।